हेलो गाइज सेवारो गुड मर्निङ। म चाहिँ मर्निङमा भिडियो प्राय बनाउँछु र गुड मर्निङ भनिरहेको छु। तपाईँहरूले जति बेला हेर्नुहुन्छ गुड आफ्टरनुन गुड इभिनिङ जेमा पनि सबै त्यही हो। र आज पनि अर्को रियाक्सन भिडियो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ के नयाँ नौलो देख्नुहुन्छ भने यो मैले माइक लिएको छु। माइक चाहिँ अब म यता टाढा बसेर बोल्छु अनि त्यही भएर पनि अब कतिपय आवाजहरू क्लियर नआएको पनि देखेँ अस्तिको भिडियोहरूमा। सकेसम्म फुल हानिरहेको छु, फुल गरिरहेको छु, हानिरहेको छु भन्दा नि गरिरहेको छु। मलाई साथ सपोर्टको जरुरत छ अहिलेको लागि चाहिँ। मलाई सब्सक्राइबको जरुरत छ, मलाई भ्युजको जरुरत छ, मलाई जे सेयर गरिदिनु होला। आज भने चाहिँ अर्को रियाक्सन केमा हो भनेदेखि पर्पल युट्युब च्यानल, उसलाई त छोड्नु भएन, थक भिडियोहरू उहाँकै हुन्छ। आज चाहिँ केपी भर्सेस बालेन राजनीति माहौल छ। राजनीति माहौल भएको कारणले पनि होला हैन, त्यतैतिर अहिलेको सिचुएसनमा चाहिँ ढल्क्यौँ भनेर पनि मैले भिडियो बनाउन गइरहेको छु। के कस्तो लाग्छ हेरिदिनु होला हैन। अब चाहिँ रेकर्ड गर्नुपर्छ र अबको भिडियो भनेको केपी भर्सेस बालेन भनेर आएको छ हैन। केपी ओली त गोरु छोर केपी ओली त यसलाई चाहिँ स्टप गरिदिउँ हैन, ठुलो बनाऊ स्क्रिनलाई। भिडियो चाहिँ पर्पल युट्युब च्यानलबाट आएको हो। उहाँलाई चाहिँ सक्दो सब्सक्राइब सेयर गरिदिनु होला। उहाँ पनि अहिले रिसेन्ट टाइममा राम्रो काम गरिराख्नु भएको छ। एडिटिङको लागि धेरै मेहनत लाग्छ। हामी नर्मल रियाक्सन भिडियो बनाउनलाई त यस्तो अब गाह्रो हुन्छ, उहाँलाई त झन् अब एउटा खोजेर ल्याउनुपर्छ। सकेसम्म उहाँलाई भरपुर सहयोग गर्नु होला अनि मलाई पनि है। ओके, ओली त गोरु छोर यो टावर र ओली बाबेको टुपीको टावर एउटै हो के? घन्टी ठोक्नु पर्छ। हामी त घन्टी बजाउने माहौलमा छौँ। अब त्यसको बाख्रा चोरी त पनि यहाँका मान्छेले गुखाए हुन्छ। मैले खुकुरी हान्छु त्यति फरक त हुन्छ। म जान्छु गालामा ठ्याम्की काङ्ग्रेस त अब सकियो। काङ्ग्रेसलाई कुदिन्छ, माओवादी कुटिन्छ। भालेलाई जसरी पनि जिताउने हो। ओली मक्क परे होला। माटोमा जाँदैन। बजिएका बान्दा यहाँ एमाले त पनि र्यापे होस्, म पनि ट्यापे हो। दिदीलाई भुटानै भने केपी ओलीको पर्तनेको नाम नल्याउ छोरा मसित। अब हरेराम जप्ने बेला भएन। भातडा बनाउँछन् प्रधानमन्त्री। गाह्रो छ है। हेलो नमस्कार, यो एरिया केपी ओलीकै हो नि? होइन यो एरिया हाम्रो। ओलीलाई के भन्न चाहनुहुन्छ? ओलीलाई पछिल्लो समयमा ओलीले हिटलर बिर्साइदियो क्या। जस्तो मेरो छोरो ग्लोबल कलेज पढ्छ होइन, हिजोले सुत्न सकेको छैन। उसको अनुहार सम्झ्यो कि तर्सिन्छ। हालेले जित्ला त अब एकदम जित्ला नजित्दै कुनै भएन नि त। अब चाहिँ अब नि केपी ओलीलाई जिताउनु भनेको त केपी ओलीकै चन्दन लाएर हिँडे भइगयो कुको। अनि यसपालि भोट कसलाई हाल्ने? भोट त हेर्नु, म त बाल्ने आएपछि बालेको पैसा चाहिँदैन मलाई। 5-7वटा घन्टी किनिदेऊ भन्ने हो। आफू पनि घन्टी बजार 15-20 दिन हिँड्ने हो। बालेलाई जसरी पनि जिताउने हो। ओली मक्क परे होला बिचरा। पहिला 75-70% भोट ल्यायो भनेर बिचरा यसलाई त हेरेको हेरे उतारे मारिदिन्छ बालेले। यसपालि भोट चाहिँ कता हाल्ने? त्यो परिवर्तन चाहिँ अब माटोमा हो कि माटोमा जाँदैन। किन अनुहारै बिगार्नु भयो? होइन माटोको मान्छे मुख्य मान्छे नै माटै जतिकै छन् क्या। यो क्रिया एमाले आयो भने त एउटा बाँस घोषाले मासु पो खाने यस्तो त बजिएका बान्दा यहाँ एमाले त्यसको एमाले। घन्टी लगाएर आउनु पर्यो नि त। अब काङ्ग्रेस माथे, एमाले माथे, यी तिनटालाई लगाएर मेरी बुढी एमाले कि हो। अब राजनीति माहौल छ। अब कतिलाई मनपर्छ मन पर्दैन, राजनीति माहौल नबुझ्नेलाई त मन पर्दैन पनि होला हैन। काङ्ग्रेस एमाले माओवादी यताउताको लागि चाहिँ गाह्रै छ योचोटि। जनताको अब यो
धेरै अब फ्रस्ट्रेट भइसक्यो कि अब धेरै नै सहिसके। अब चाहिँ जेनजी आन्दोलनबाट चाहिँ अब मान्छेलाई एउटा नयाँ केही खुलेको छ, दिलदेखि नै अब चाहिँ हुँदैन भन्ने अब लागिसकेको छ जनतालाई होइन। त्यस कारणले पनि जनताले अब राम्रै मान्छेलाई चुन्छ भन्ने चाहिँ आशा राखेको छ। किनभने यो भिडियोहरू हेर्दाखेरि अब देखिन्छ नि त अब फ्रस्ट्रेसन मान्छेको केपी ओलीप्रति, शेरबहादुरप्रति, प्रचण्डप्रति जति पनि यो रिस राग निकालिरहेको छन् नि त, यो त रियल हो क्या। यहाँ हेर्दाखेरि चाहिँ कमेडी देखिरहेको होला, तर यो रियल हो क्या। यो रियल जनताले उसको मनदेखि गरेको कुरा हो। यहाँ कमेडीमा देखिरहेको छ एकछिनको लागि, तर यो फ्रस्ट्रेसन भनेको चाहिँ रियल हो क्या। यो मनदेखि निक्लेर भनेको कुराहरू हो क्या यो भनेको चाहिँ। अब जनताले राम्रो मान्छेलाई चुन्छ भन्ने पुरा भरोसा छ मलाई चाहिँ होइन। तपाईँहरूलाई के लाग्छ कमेन्ट गरिदिनु होला होइन। अब फेरि कन्टिन्यू गरौँ भिडियोलाई। नेपाली काङ्ग्रेसलाई भोट दिँदा 7 दिन भात खान दिने खत्तम। अहिले घन्टीमा के झापामा जित्छ नि त बालन शाहले। जितेन भनेदेखि सबै खाए हुन्छ, नर्क खाए हुन्छ। नर्क ए दिदी, देश आनन्दले चलेछ छैन। यो देश आनन्दले नचल्नुको कारण को हो? कुन पार्टीहरूले गरे भन्नु त? एमाले फेरि भन्नु न। घन्टीमा भोट नहाले मलाई अन्टिन घन्टीमै भोट नहाल्नेमा मलाई अन्टी नै नभन। बालाजी बाई बाई बा छोडिदिनु भन्छु हामी। अब केही सिधै छोडिदिनु। तपाईँ घरमा हरे राम जपेर बस्नु यसरी भन्छु। अब हरे राम जप्ने बेला भएन। काङ्ग्रेस पार्टी पत्ता साफ मोहल्ला खेलमा आफ्नो काम गर्छु। केपी ओलीले दिएको भत्ता खाएर रोबीलाई भोट हाल्ने भन्ला नि फेरि आमा। त्यो दुनियाँलाई ठगेर ल्याएको पैसा दिइहाल्छ नि। अब ओली प्रधानमन्त्री कि प्रचण्ड? हजुर, ओलीलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ कि प्रचण्ड? यो भातलाई बनाउँछन् प्रधानमन्त्री। केपी ओली चाहिँ चिन्नुहुन्छ नि? चिन्छु नि बाबु, उसलाई त हात मिलाएर त्यहाँ पर पार्दै मेरो भाइ राम्रो गर्नु ल भनेर पठाएको। तर सबै भ्रष्टाचार गर्नु, सुन व्यापार गर्नु, मान्छे व्यापार गर्नु, भोटाने भनेर बेच्नु भने आफू सुने त मेरो त उल्टो पो सुनेको। केपी ओली हेलिकप्टर चढेर भाग्यो तपाईँहरू सबैलाई थाहा छ। बालेन शाहबाट पनि यस्तै खालको बाटोमा रकेट चढ्नुपर्छ। रकेट भाइ रकेट। तपाईँ ओलीकै एरियामा बसेर केपी ओलीलाई झापादेखि के भन्न चाहनुहुन्छ? गदारी भन्न चाहन्छु। के चाहनु है यहाँका जनता सन्तुष्टि छैनन् ओलीबाट? कोही छैन कोही है। झोलेहरू त होला नि हो। झोलेहरू त होला नि हो। तपाईँहरू चाहिँ कतिको सन्तुष्टि हुनुहुन्छ केपी ओलीबाट? यो 0% हामी त घन्टी बजाउने माहौलमा छौँ। अब त्यस्तै हो, तपाईँले सोधिहाल्नुभयो। भन्नु चाहिँ नहुने हो मनका कुरा। अब तपाईँले सोधेपछि नभन्दा पनि पापै लाग्ला। ओलीले त अब यहाँबाट पनि जित्यो भने यहाँका मान्छेले गुखाए हुन्छ। अब तपाईँलाई यति बेला बुढेसकालमा भत्ता दिएर पाल्ने नै एमाले केपी ओली बाउले ल्याएर दिएको हो। भोट केमा हाल्ने त? भोट म जान्जी हो। अब फेरि पनि चुनाव हार्ने अवस्था आयो भने मतपत्र च्यात्ने हो। नेकपा एमालेको कट्टर युवा नेता रामवृक्ष शाहजी के भन्दै हुनुहुन्छ? के छ झापामा के हुन्छ? केपी ओली हार्दैछ त के भयो? पक्का पाकी हो। झापामा बसेर गोरु चोरेर दुनियाँ गोरसिङ भिटा पठाएको हो। खड्ग ओली त गोरु चोर हो, त्यो डाका हो। त्यो छोराछोरी नहुने अपुत्रलाई छोराछोरीको माया हुँदैन। पहिलेदेखि के यो फटा हो। त्यसमाथि पनि यसपालि जेनजी मारौ। गगन थापालाई काङ्ग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दैछ। प्रधानमन्त्री हुने उम्मेदवार नै हार्ने गरी त पक्कै नहोलान्। गगनको जित सुनिश्चित भइसक्यो भनेर धेरैले भन्दैछन्।
प्रमाणपत्र लिए भइहाल्छ नि निर्वाचन आयोग चाहिँ काठमाडौँ छ म त्यता गाउँतिर छु फेरि नेताहरू भोट माग्न आउने बेला भयो हजुर हजुर नमस्कार भोट दिनु त्यति बेला म गालामा ठम्किठे मान्छु हामीले जाँदाखेरि उसले भोट दिने जिताउने हामीले नचाहिँ कुरो सुन्ने कहाँको नेता आउँछ आओस् त यहाँ त केपी ओली र बालेन शाह पो लड्दैछन् रे होइन के छ सर खै यो केटाकेटी खेल जस्तो भइरहेछ कि हजुर जुन जोगी आयो नि कानै चिरेको थैले भिरेको भन्ने जस्तो भएको छ चुनाव आयो भन्छन् चुनाव आयो बालन शाहको सुरक्षामा खटिने एउटा म पनि हो काङ्ग्रेसको भन्नुहुन्छ फेरि बालेन शाह काङ्ग्रेस त अब सक्यो को हिँड्छ चुनाव छ ओलीसँग यहाँ भोट माग्न एमाले हिँड्नु देखाउँछ यहाँ दम छ त भनेको एमाले सिधै कुटिन्छ नि कस्तो कुरा गरे हौ ए भोट माग्न हिँड्ने एमालेलाई कुटिन्छ किन कुटिँदैन नि काङ्ग्रेसलाई कुटिन्छ माओवादी कुटिन्छ अनि केपी ओली चाहिँ मन पर्दैन केपी ओली भनेको त्यो पहिला पनि ज्यानमा रह्यो त्यो मलाई काम कतिजना मान्छे काटेर 14 वर्ष जेल कुएर आएको प्रधानमन्त्री क्षेत्रको लागि त धेरै गर्नु के गर्यो यो अग्लो टावर हाल्दियो त्यो टावरको कामै छैन घन्टीले जित्छ भने सोलिड भनिदिनु सोलिड यसमा अनविश्वासी छैन गर्छु भन्दै पैसा चाहिँ 4-5 कोठामा भरेर राखेर चाहिँ डढ्यो प्रत्यक्ष उमा चाहिँ देखियो होइन युट्युबमा देखियो होइन अब उहाँ चाहिँ देखिएन यहाँ एआई हो भन्नुहुन्छ नि त अनि त्यो पैसा त एआई त भन्नु पर्यो नि त भन्नु पर्यो नि एआई त्यसको मतलब अब शेरबहादुर देउबा अर्जुन राणा पनि त एआई नै रहेछ नि त राजनीति गरेर हुँदैन तैँले चाहिँ केटाकेटी पाल्न पर्छ बिहानमा घन्टी बजा दिउँसोमा घाम ताप राति चाहिँ नि यो तारा हो कि चन्द्रमा हेर भन्नुभएको छ मलाई बुजुर्गहरूले चिटिङ गर्दा तँ हामीले चाहिँ अब उखानटुका मात्रै हो रेल पनि आयो पानी जहाज पनि आयो सबै थोक आयो होइन हामी अहिले पानी जहाजमा मेरो पनि यो पानी जहाजै हो होइन पानी जहाज गइरहेको छु मेरो खराब पानी छ मेरो खराब दुःख पाऊ अब केही गरौँला भन्न परेन क्या तिमीहरूले यस्तो भोट जितेर जाने दाम जम्मै भ्रष्टाचार गरेर गोजी हाल्ने मान्छे हौ भन्छु मैले त सिधै बाबु जय बाटो जय घन्टी त्यति भन्न चाहन्छु सबैजनालाई जय घन्टी घन्टी लगाइदिने आइज बाइलेन मसँग भेट्न आइजो त पनि ऱ्यापे होस् म पनि ट्यापे हो दाइ यसपालि भोट केमा दिने अरे मैले भोट दिने त ओइला भन्थे मन परेको त रविलाई दिने हो अहिले यसपालि रविले दिने हो रविलाई बालना ठौ दिने हो हाकै बाहिरै केपी ओलीको पर्तनेको नाम नल्याउ छोरा मसित एलर्जी हुन्छ मलाई त बालेन पनि म पर्छ अझसम्म त्यसको दाँत कस्तो खानु मैले देखेँ म जत्तै रिसाए जस्तो भोट जसुकैलाई हाल्नुहोस् दिदी बहिनी बा आमाले तर केपी ओलीलाई भोट नहाल्नुहोस् दलाली हो भ्रष्टाचारमा ज्यानजी भाइ बहिनी मार्ने यो हो थ्याङ्क्स वेलकम 4 गतेसम्म त मलाई थाहा थिएन नि त अस्ति 4 गतेसम्म म यो चाहिँ स्वतन्त्र उम्मेदवारको रूपमा म संसदको लागि उठ्छु भन्ने मलाई थाहा थिएन त चुनाव चिन्ह दिएको छ त्रिशूल दिएको छ यहाँ पर्चा बाँडिदिन्छन् होइन त्रिशूलले त्रिभुज काङ्ग्रेसको सभापतिले देशभरमा उम्मेदवार पाएन भने सिंह लड्न आफै आउनु पर्यो सभापतिसँग हार्यो भने पनि मजा छ जित्यो भने त राष्ट्रको हिरो हुन्छु अब प्रधानमन्त्री भन्छ ठग दसको बाख्रा चोर प्रधानमन्त्री भन्छ मान्छे त मलाई भन्छ नि त गुन्डा सुन्डा भन्छ तपाईँहरूले डिफेन्ड गर्ने गुन्डा के गुन्डा कसरी
सिंहदरबार जलाएको अदालत जलाएको चाहिँ गुन्डा हुन्न, भ्रष्टाचारी गर्ने गुन्डा हुन्न, त्यो सरकारी भ्रष्टाचारी गर्ने गुन्डा हुन्न। मिलन नर्मल्ली यार उमेरमा त दाइको उमेरमा दाइले पनि त 1-2 हान्यो होला त होइन र? 1-2 त जहिले हान्यो, मैले खुकुरी हान्थ्यो, त्यति फरक त हो नि। आर यु कमेडी मी म मरेपछि म उही खोला जाँदा नि खोलाबाट पनि तैँले भोट दियो भने पनि म सुधे लाइन दिन्छु। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। खाइसकेर यहाँको व्यवस्था छैन नि फेरि खानाको। गजब बेइज्जती है। दिदीलाई बुढालै भने यो दिदी त के हो यार। खाते मुद्दार तर हरिबास तुई खाते फेरि मुद्दार हरिबास तुई कौतला खाते मुद्दार साले खाते मुद्दार साले चन्दाको बिचमा लोगोले भाग्ने यता सेना लिएर आउने मुद्दार यता हरिबास चोर ए ढाका त्राटै मै पनि एमाले सै पनि एमाले भन्ने दिन गइहाले भन्ने दिन गइहाले। होल होइन, आजको लागि चाहिँ यति नै भिडियो थियो होइन। यता स्टप गर। आजको लागि चाहिँ यति नै भिडियो भयो होइन। के कस्तो लाग्छ प्रतिक्रिया दिनु होइन। मजा आयो। अब अहिले राजनीति माहौल भएर पनि प्राय भिडियोहरू म चाहिँ राजनीति सम्बन्धी नै हालिरहेको छु। अब बिस्तारै चुनाव सकिन्छ फागुन 21 गते, त्यस पछाडि अरू भिडियो पनि रियाक्सन हानौँला होइन। अहिलेलाई चाहिँ अब चुनावी माहौल भएर पनि होला होइन। जति पनि हुन्छ चुनावी नै नेताको प्राय नयाँ आउने उहरूको नै हालिरहेको हुन्छु। के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। आजको लागि चाहिँ यति नै होइन। मेरो भिडियोलाई मन परेको छ भने लाइक, सेयर, सब्सक्राइब हानिदिनु होला। हस्त नमस्कार।